नमस्कार सबैजना, म तुषार ओझा र आज चाहिँ हामीहरू चाहिँ अकाउन्टिङ इक्वेसनको बारेमा चाहिँ हामी बुझ्नेछौँ। सिम्पली अकाउन्टिङ इक्वेसन भन्ने बित्तिकै यो एउटा स्पेसिफिक फर्मुलामा चाहिँ हुने गर्दछ। अब यसले चाहिँ के भन्छ भन्दाखेरि कम्पनीको एसेट्सहरू चाहिँ कम्पनीको लायबिलिटिज र सेयर होल्डर्सहरूको इक्विटीसँग चाहिँ बराबर हुनुपर्छ भनेर चाहिँ यो अकाउन्टिङ इक्वेसनले जनरली भन्ने गर्छ। अब यसमा चाहिँ हामीले बुझ्नु पऱ्यो एसेट्स भन्नाले के, लायबिलिटी भन्नाले के, इक्विटी भन्नाले के। अब एसेट्स भन्नाले चाहिँ कम्पनीको सम्पत्तिहरू के, कम्पनीले कुन कुन कुराबाट चाहिँ फ्युचरमा गएर फाइनेन्सियल बेनिफिट्सहरू पाउने सक्ने सम्भावना छ, त्यसैलाई नै हामीले चाहिँ एसेट्स भन्ने गर्दछौँ। र त्यसपछि अब कुरा गरौँ लायबिलिटिजको। अब लायबिलिटिज भन्नाले चाहिँ कम्पनीले चाहिँ भोलिको दिनमा फ्युचरमा गएर कसलाई के तिर्नुपर्ने छ, वाट द कम्पनीज ओज भनेर चाहिँ हामीले चाहिँ कसलाई बुझ्ने भन्दाखेरि लायबिलिटिजलाई। र त्यसपछि इक्विटी भन्ने बित्तिकै चाहिँ अब कम्पनीमा चाहिँ कम्पनीका मालिकहरूले, अनरहरूले चाहिँ हालेको पैसालाई चाहिँ लगाएको लगानीलाई चाहिँ हामीले चाहिँ इक्विटी भन्छौँ। इक्विटी पनि भन्न पायो, सेयर होल्डर्स इक्विटी पनि भन्न पायो। यसमा टिपिकल्ली चाहिँ हामीहरूको चाहिँ अब दुई भागमा चाहिँ यो बाँडिने गर्दछ। र पहिलो रहेको छ सेयर्स पनि मेनली चाहिँ कमन सेयर्स हो, कमन स्टक हो। र त्यसपछि अर्को रहेको छ रिटेन अर्निङ, बचेको पैसा, कम्पनीले रिटेन गरेर राखेको पैसा। अब यसलाई पनि रिटेन अर्निङलाई पनि हामीले चाहिँ फेरि कसरी निकाल्ने भन्दाखेरि चाहिँ रिटेन अर्निङ निकाल्ने फर्मुला भनेको चाहिँ रेभिन्यू माइनस एक्सपेन्सेस माइनस डिभिडेन्ड। यो चाहिँ स्टेटमेन्ट अफ रिटेन अर्निङ हामी पछि पढ्दाखेरि हामी त्यसमा नि बुझ्नेछौँ। अब मेनली बुझ्दाखेरि रिटेन अर्निङ भनेको चाहिँ रिटेन अर्निङ भनेको रेभिन्यू माइनस एक्सपेन्सेस माइनस डिभिडेन्ड हो भनेर हामीले सिम्पली बुझ्ने। र अब यो अहिले अकाउन्टिङ इक्वेसनको केसमा हामीले के बुझ्ने भन्दाखेरि चाहिँ जब रेभिन्यूको कुरा आउँछ हामी इक्विटीमा, किनभने रेभिन्यू रिटेन अर्निङको पार्ट हो, रिटेन अर्निङ इक्विटीको पार्ट हो। त्यसरी बुझ्ने कि रेभिन्यूको कुरा आयो भनेपछि हामी इक्विटीमा एड गर्छौँ, एक्सपेन्सेसको कुरा आएपछि हामी चाहिँ घटाउँछौँ, सँगसँगै डिभिडेन्डको कुरा आएपछि पनि हामी घटाउँछौँ भन्ने कुरा हामीले सिम्पली बुझ्ने यसमा। र अब चाहिँ हामी चाहिँ सिधै बोर्ड क्वेसनलाई चाहिँ सुरु गरौँ। यो चाहिँ 2025 स्प्रिङ 12B को अकाउन्टिङ क्वेसन सोधिएको हो। अब यसलाई चाहिँ हामीहरू चाहिँ यसको फर्मेट चाहिँ यही हुने गर्दछ। यसले के जताउँछ भन्दाखेरि एसेट्स इज इक्वल्स टु, अब यदि तपाईँहरूले इज इक्वल्स टु भनेर अलग्गै नै तपाईँले एउटा चाहिँ कलमलाई चाहिँ बनाउन सक्नुहुन्छ। इज इक्वल्स टु लायबिलिटी सेम त्यसरी प्लस क्यापिटल अथवा इक्विटी भनेर हामीले बनाउने। त्यसपछि हामीले सेपरेट चाहिँ हाम्रो चाहिँ कलमहरू चाहिँ छुट्याउनु पर्ने हुन्छ। अब यसलाई सेपरेटली किन छुट्याएको भन्दाखेरि चाहिँ एसेट्स पनि तपाईँहरूको विभिन्न किसिमको एसेट्सहरू आउनसक्छ र लायबिलिटिज पनि विभिन्न किसिमको लायबिलिटिज आउनसक्छ र सेयर होल्डर्स इक्विटी पनि विभिन्न किसिमको सेयर होल्डर्स इक्विटी आउनसक्छ भन्ने कुरा हामी बुझ्नलाई मात्र हामीले चाहिँ यसलाई चाहिँ फरक राखेका हौँ। र अब चाहिँ हामी सिम्बल नम्बर हालिसकेपछि अब हामीले सुरु गर्ने 1बाट। सिम्बल नम्बर 1लाई डेट 1। अब डेट 1मा के भन्छ भन्दाखेरि यसको हामीले जर्नल इन्ट्री सम्झिनुपर्छ। हामीले जर्नल इन्ट्री के बनाएको थियो भन्दाखेरि चाहिँ क्यास अकाउन्ट डेबिट टु सेयर क्यापिटल, यानी कि क्यास अकाउन्ट डेबिट। एउटा के आयो, क्यास आयो, क्यास भन्नाले एसेट्स। र अर्को के आयो भन्दाखेरि सेयर क्यापिटल। अब सेयर होल्डर्स इक्विटीको सेक्सनमा चाहिँ प्रायः सेयर क्यापिटल र रिटेन अर्निङ मात्र हुन्छ। रिटेन अर्निङ्स मात्र हुन्छ, यो दुईवटा कुरा मात्र हुने गर्दछ यसमा चाहिँ। ल अब चाहिँ के थियो भन्दाखेरि क्यास अकाउन्ट डेबिट टु सेयर क्यापिटल थियो। अब हाम्रो क्यास अकाउन्ट डेबिट के थियो भने 40,000 द टु प्रिन्सिपल ओनर्स भनेर भन्छ, यानि कि 40 × 2 यानि कि हाम्रो 80,000 थियो। 80,000 र यो रह्यो हाम्रो पहिलो क्वेसन समाप्त। त्यहाँनिर चाहिँ यति नै हुन्छ यसमा चाहिँ। ल अब आउँछ 2 नम्बरमा। 2 नम्बरमा के भन्छ भन्दाखेरि चाहिँ साइन द प्रमिसरी नोट। अब प्रमिसरी नोट साइन गर्छ भने चाहिँ यानि कि प्रमिसरी नोट्स भनेर लायबिलिटिज हो, यानि कि यहाँनिर हामीले एउटा अरू थप्नु पऱ्यो, पी नोट्स पेएबल। यो हुँदाखेरि यसको एन्ट्री के थियो भन्दाखेरि चाहिँ क्यास अकाउन्ट डेबिट टु प्रमिसरी नोट्स पेएबल थियो, यानि कि क्यास बढेको थियो र प्रमिसरी नोट्स पनि बढेको थियो।
अब जस्तै कि हाम्रो 2 लाख थियो, यानि कि क्यास 2 लाखले बढेको थियो, 2 लाख र प्रमिसरी नोट्स पनि 2 लाखले बढेको थियो। यही नम्बरको यति हुन्छ। र अब हामी जाउँ 3 नम्बरमा। 3 नम्बरमा के थियो भन्दाखेरि पर्चेज 2000 मिसलिनियस सप्लाइज अन अकाउन्ट भनेर थियो। अब यसको एन्ट्री के बनाएको थियो भन्दाखेरि हामीहरूले चाहिँ मिसलिनियस सप्लाइज अकाउन्ट डेबिट टु अकाउन्ट पेएबल, यानि कि पैसा तिर्नुपर्ने थियो। यानि कि एउटा अर्को एसेट्स के थप्यो भन्दाखेरि मिसलिनियस सप्लाइज र अर्को के थप्यो अकाउन्ट पेएबल भनेर थप्यो। ल के थियो भन्दा मिसलिनियस सप्लाइज हाम्रो के 2000ले बढेको थियो र अकाउन्ट पेएबल पनि सँगसँगै 2000ले चाहिँ बढेको थियो भन्ने कुरा हामीले सम्झ्ने। र यो भयो। अब त्यसपछि चौथो नम्बरमा चाहिँ के भनेको थियो भन्दाखेरि चाहिँ यसमा चाहिँ बिल्ड मात्र गरेको थियो। कम्पनीले चाहिँ आफ्नो सर्भिस दिएको बापत चाहिँ कस्टमरलाई चाहिँ बिल्ड गरेको थियो। अब यसको एन्ट्री के थियो भन्दाखेरि हामीले के बनाएको थियो भन्दाखेरि अकाउन्ट रिसिभेबल अकाउन्ट डेबिट टु सर्भिस रेभेन्यू भनेर हामीले बनाएको थियो। अब यहाँ हामीले के बनाउने, के एउटा नयाँ एसेट्स के थप्यो भन्दाखेरि अकाउन्ट रिसिभेबल्स भनेर एउटा अर्को अकाउन्ट थप्यो, एसेट्स थप्यो। कति थियो भन्दाखेरि 10,000। र अघि मैले ठ्याक्कै के बनाएको थियो भन्दाखेरि इन्कमहरूको कुरा, एक्सपेन्सेसको कुरा र डिभिडेन्डको कुरा हामीले केमा गर्छौँ भन्दाखेरि रिटेन अर्निङमा गर्छौँ। र त्यसै कारणले यसमा चाहिँ हामीले इन्कमलाई चाहिँ हामीले के गर्छौँ, एड गर्छौँ। यानि कि 10,000 चाहिँ के हुन्छ, एड हुन्छ भन्ने कुरा हामीले यसबाट बुझ्ने। अब त्यसपछि हामी जान्छौँ 5 नम्बर पोइन्टमा। 5 नम्बर पोइन्टमा के थियो भन्दाखेरि चाहिँ यसमा चाहिँ मार्चको महिनाको लागि चाहिँ हामीले चाहिँ 2500 रुपियाँ तिरेका थियौँ भन्ने कुरा चाहिँ हामीले यसमा भनेका थियौँ। यानि कि अब मार्चको महिनाको लागि तिर्नु भने चाहिँ हामीले फ्युचरमा चाहिँ त्यस बापत बेनिफिट्सहरू पाउनु छ। त्यसैले यो एसेट्स हो। यसलाई अब हामीले के भनेको थियो भन्दाखेरि प्रिपेड एडभर्टाइजिङ भनेर भनेको थियो। प्रिपेड एडभर्टाइजिङ भनेर हामीले भनेको थियो। यो कति रुपियाँको थियो भन्दाखेरि चाहिँ 2500 रुपियाँ। 2500 रुपियाँको यो चाहिँ थियो। अब यसबाट हामीले यस बाबत हामीले क्यास पनि तिरेको। यसको एन्ट्री के थियो भन्दाखेरि प्रिपेड एडभर्टाइजिङ एक्सपेन्सेस अकाउन्ट डेबिट टु क्यास अकाउन्ट थियो। यानि कि क्यास घटेको थियो कम्पनीबाट। क्यास घटेको भने चाहिँ हामीले सिम्पली के गर्ने, क्यासलाई पनि घटाइदिने। अकाउन्टिङमा घटाउनुको मतलब ब्र्याकेट लगाउने, तर डाइरेक्टली माइनस पनि देखाउन सक्नुहुन्छ। र यसलाई चाहिँ हामीले क्लोज गर्ने। र त्यसपछि 6औं पोइन्टले चाहिँ के भन्थ्यो भन्दाखेरि चाहिँ 6औँमा के भनेको भन्दाखेरि चाहिँ रिसिभ 25%। अब जस्तै कि हामीले जो कहिले भन्दाखेरि चाहिँ यो जनवरी 19 यानि कि हामीले जो यहाँ 4 नम्बर पोइन्टमा जो हामीले कस्टमरलाई बिल्ड गरेका थियौँ 10%, त्यसको 10,000 हामीले जो बिल्ड गरेका थियौँ त्यसको 25% चाहिँ हामीहरूले चाहिँ यो डेटमा, आजको डेटमा यानि कि 22 गते चाहिँ हामीले चाहिँ रिसिभ गरे। 6औँ पोइन्टमा चाहिँ हामीले त्यो अमाउन्टलाई चाहिँ रिसिभ गऱ्यो। यानि कि 10,000को 25% यानि कि 2500 रुपियाँ। 2500 रुपियाँ हामीले पाए। तर हामीले अगाडि चाहिँ त्यसलाई चाहिँ अकाउन्ट रिसिभेबल भनेर हामीले रेकर्ड गरिसकेका थियौँ। यानि कि हामीले कस्टमरबाट पैसा पाउनु छ। अकाउन्ट रिसिभेबलको मतलब के भन्दाखेरि चाहिँ भोलिको दिनमा हामीले कस्टमरबाट पैसा पाउनु छ भन्नु यसको अर्थ जान्छ। र 10,000 हामीले पाउनुपर्ने थियो, हामीले 2500 पाए। यानि कि अब चाहिँ पाउनुपर्ने कति भन्दाखेरि चाहिँ 7,500। त्यसै कारणले हामीले 10,000बाट चाहिँ हामीले चाहिँ 2500 चाहिँ हामीले के गर्ने, माइनस गरिदिने। सिम्पली इजी पोइन्ट छ यो पनि। यसलाई पनि हामीले क्लोज गरिदिने। त्यसपछि आउँछ 7औँ पोइन्ट। 7औँ पोइन्टमा के भन्छ भन्दाखेरि चाहिँ रिसिभ क्यास 8,000 फर सर्भिस प्रोभाइडेड इन एसिस्टिङ कम्प्युटर सर्भिस सफ्टवेयर के समथिङ थियो। यसमा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ 8,000 रुपियाँ चाहिँ सर्भिस प्रोभाइड गरेको बापत हामीले पायो भनेर भन्छ। सिम्पली चाहिँ यसको एन्ट्री हामीले के बनाएको थियो भन्दाखेरि क्यास अकाउन्ट डेबिट टु सर्भिस रेभेन्यू अकाउन्ट। अब हाम्रो क्यास चाहिँ बढ्यो। कतिले बढ्यो भन्दाखेरि 8,000ले हाम्रो क्यास बढ्यो।
8000ले क्यास बढ्यो र हाम्रो रिटेन्ड अर्निङ पनि हामीहरूको चाहिँ के भयो रिटेन्ड अर्निङ भन्दा इन्कम पनि हामीहरू कतिले बढ्यो 8000ले चाहिँ हाम्रो इन्कम चाहिँ बढ्यो भन्ने कुरा हामीले यसबाट बुझ्ने र यसलाई पनि हामीले क्लोज गरिदिन्छौँ। यो भयो। अब हामी कुरा गर्छौँ 8 नम्बर पोइन्ट। 8 नम्बर पोइन्टमा के भन्छ भन्दाखेरि पर्चेज कम्प्युटर सिस्टम। अब चाहिँ यहाँ एउटा नयाँ अर्को एसेट्स आयो भने कम्प्युटर भन्नाले कम्पनीको लागि के हुन्छ भन्दाखेरि एसेट्स हुन्छ। सिम्पली हामीले यसलाई बुझ्न सक्छौँ। एउटा अब एसेट्स अर्को थप्यो हामीले के किन्यो भन्दाखेरि कम्प्युटर किने। कम्प्युटर कति हजारको थियो भन्दाखेरि चाहिँ 40,000को चाहिँ हाम्रो चाहिँ कम्प्युटर थियो। 40,000 बराबरको चाहिँ कम्पनीमा चाहिँ एसेट्स आयो र सँगसँगै अब केमा किनेछ क्यासमा किनेछ यानि कि क्यास तिरेछ क्यास घटेछ यानि कि 40,000 क्यास डिडक्ट भयो कम्पनीबाट। 8 नम्बरको पोइन्ट पनि यति थियो। यसलाई हामीले क्लोज गऱ्यौँ र अब गरौँ 9 नम्बरको पोइन्ट। 9 नम्बरमा के भन्छ भन्दाखेरि पेड 15,000 फर स्यालेरी एन्ड वेजेस फर जनवरी। अब जनवरी महिनाको लागि नै थियो। अब यसको एन्ट्री हामीले के बनाएको थियो भन्दाखेरि स्यालेरी एन्ड वेजेस अकाउन्ट डेबिट टु क्यास अकाउन्ट यानि कि स्यालेरी एन्ड वेजेस। अब कम्पनीको